सो आज चाहिँ हामी इनर्जी स्टोर इन अ क्यापेसिटर यो चाहिँ एउटा इम्पोर्टेन्ट डेरिभेटिभ रहेको छ हैन। यो चाहिँ हामीलाई 4 मार्क्स लाग्छ एक्जाममा। अनि हामी चाहिँ आज यसलाई नै डिराइभ गर्न जाँदैछौँ। सो यहाँनिर हामीले एउटा फिगर देख्न सक्छौँ जुनमा चाहिँ हाम्रो ब्याट्री जोडिएको छ अनि क्यापेसिटर छ हैन। र अहिले यहाँनिर हामीले भनेको छौँ द क्यापेसिटर इज अ चार्ज बाई ब्याट्री इन दिस प्रोसेस द वर्क डन बाई ब्याट्री अन मुभिङ चार्ज पार्टिकल फ्रम वान पोइन्ट टु एनदर पोइन्ट दिस वर्क डन इज स्टोर इन द फर्म अफ इनर्जी। र यो वर्क डन चाहिँ इनर्जीको फर्ममा स्टोर भएको छ अरे हैन। अनि लेट अ क्यापेसिटर अफ क्यापेसिटेन्स सी। क्यापेसिटेन्स भन्ने के हो भने चाहिँ क्यापेसिटरले इनर्जी स्टोर गर्न सक्ने उसको एबिलिटीलाई क्यापेसिटेन्स भनिन्छ। अनि ह्याभ जीरो इनिशियल चार्ज इज कनेक्टेड विथ ब्याट्री लेट क्यू बी चार्ज स्टोर इन इट एन्ड बी बी द पोटेन्सियल डिफरेन्ट। र क्यू चाहिँ त्यसमा स्टोर भएको चार्ज भनेर हामी मानौँ रे। र बी भनेको चाहिँ पोटेन्सियल डिफरेन्स अक्रस द्याट भनेको हो। सो अनि यसपछि द चार्ज स्टोर इन क्यापेसिटर। अब क्यापेसिटरमा चाहिँ कति चार्ज स्टोर भन्दाखेरि क्यू इक्वल्स टु सिबी भयो। अनि हामीले अब पोटेन्सियल डिफरेन्स भी भनेको क्यूसी पनि भयो। हामीले इक्वेसन 1 बनायौँ किनकि अब अगाडि हामीले यो भीको भ्यालु चाहिन्छ, त्यही भएर हामीले यहाँ पोटेन्सियल डिफरेन्स पनि निकालेको छौँ। सो यसपछि हामीले अर्को स्टेटमेन्ट लेखेको छौँ के भन्दा डीडब्ल्यू बी द लिटल वर्क डन अन स्टोरिङ चार्ज डीक्यू अन क्यापेसिटर। डीडब्ल्यू चाहिँ लिटल एमाउन्ट अफ काम भयो अरे डीक्यू चार्जलाई स्टोर गर्नलाई क्यापेसिटरमा। सो डीडब्ल्यू इक्वल्स टु भी डट डीक्यू भयो। भी भनेको पोटेन्सियल डिफरेन्स चाहिँ हाम्रो कन्स्टेन्ट राखेर डीक्यू चार्ज स्टोर भयो। सो फ्रम इक्वेसन 1 बाट हामीले अब यहाँ अघि यहाँनिर हामीले पोटेन्सियल डिफरेन्सको भ्यालु निकालेको थियौँ नि क्यूसी हो। यो हामीले चाहिँ यहाँनिर क्यूसी यहाँ हामीले भ्यालु हाल्यौँ डीक्यू भयो। अब यसपछि हामीले यसलाई इन्टिग्रेटिङ गर्नुपर्छ। अब इन्टिग्रेटिङ अब कहाँदेखि कहाँसम्म गर्ने भने चाहिँ कतिदेखि 0 देखि थियो नि त। अब अगाडिको हाम्रो इनिसियल चार्ज 0 देखि थियो र डब्लुसम्म भएको थियो नि। सो 0 देखि डब्लुसम्म हामीले यसलाई इन्टिग्रेसन गर्नुपर्छ। सो इन्टिग्रेटिङ डीडब्ल्यू इक्वल्स टु 0 देखि क्यूसम्म अनि क्यूसी यो भनेको हाम्रो यो भइहाल्यो। यसपछि हामीले यहाँबाट 1 र सीलाई यहाँ बाहिर निकालेको छौँ। अनि यहाँनिर इन्टिग्रेटिङ गरेर यहाँ क्यू स्क्वायर बाई 2 आएको छ अनि यो 0 क्यू भइहाल्यो। अनि यसपछि हामीले यो पावरले यही पावरको भ्यालु यहाँ हालेर सिम्पली हामीले यहाँ मल्टिप्लाई मात्र गरिदिएको छौँ। यसलाई सल्भ गरिदिएको छौँ र लास्टमा हाम्रो डब्लु कति आएको छ भने 1/2 क्यू स्क्वायर सी आएको छ हैन। त्यो चाहिँ हाम्रो अब इनर्जीको फर्ममा स्टोर हुन्छ भनेको थियौँ। सो हामीले यहाँनिर त्यो वर्कडनलाई इनर्जीको फर्ममा स्टोर गरेको छौँ। सो ई इक्वल्स टु 1/2 क्यू स्क्वायर बाई सी हाम्रो इक्वेसन 2 भयो। र अब यसपछि हाम्रो क्यू इक्वल्स टु सीबी हो हैन। अनि ई भनेको हाम्रो ई भनेको 1/2 क्यू स्क्वायर सी हो नि त हो। सो हामीले यहाँनिर क्यूको ठाउँमा चाहिँ सीबीको स्क्वायर बाई सी हाल्यौँ र यसलाई हामीले सल्भ गरेर के आयो भने ई भनेको 1/2 सीबी स्क्वायर भनेर नि हाम्रो अर्को ईको इक्वेसन आयो। र यसपछि हामीले के गरेछौँ भने सिधा यहाँनिर अब सब्स्टिट्युटिङ गर्दैछौँ। सी इक्वल्स टु क्यूबीको भ्यालु इक्वेसन 3 मा हामीले सब्स्टिट्युट गर्दैछौँ। सीको ठाउँमा क्यू र क्यू बाई बी हामीले यो भ्यालु यहाँ सब्स्टिट्युट गरेको छौँ। सो यहाँनिर ई इक्वल्स टु 1/2 अब यहाँ हामीले सीको ठाउँमा क्यू बाई बी हामीले सब्स्टिट्युट गरेको छौँ हैन। क्यू बाई बी अनि बी स्क्वायरमा अनि यो भी र बी स्क्वायर काटेपछि हाम्रो अन्त्यमा बाँच्यो 1/2 क्यू बी बाँच्यो हैन। यो चाहिँ हाम्रो अनि इक्वेसन 4 भयो। र हाम्रो चाहिँ यो इनर्जी चाहिँ 3 फर्ममा स्टोर भयो। एउटा भनेको इक्वल्स टु 1/2 क्यू स्क्वायर सी अनि अर्को भनेको इक्वल्स टु 1/2 सीबी स्क्वायर र अर्को भनेको इक्वल्स टु 1/2 क्यूबी भनेर हाम्रो स्टोर भएर यसरी चाहिँ आज हाम्रो इनर्जी स्टोर इन क्यापेसिटर चाहिँ हामीले सकायौँ।